हेलो गाइस ऐ किपु यी भर्खर किपु रुख चढेर खाए रुख मोबाइल राखिन्थे नत्र देखाउने थिए रुख पछाडिको ठुलो रुख हो देखिएको यो ऐसेलु यसा हो त ऐसेलु यसा हो त मिठो न मिठो रहेछ गजब किपु भन्छन् यता पाइ अझ दुईटा फल खाइयो अघि न ऐसेलु खायो यसको फल के हो प्युटानको ठाउँ मलाई थाहा थिएन यो नाम पहिलोचोटि खाएँ यता आएर रुख चढेर खाएँ रुखमा बस्नै अप्ठ्यारो थियो कोही सजिलो छ कोही अप्ठ्यारो छ नि तलपट्टि छन् अलि उता गइरहेपट्टि उता हामी दिदीको घर जाने म भिनाजुको घर आयौँ र प्युटान हेर अब पोखरा जानु हामी यता पोखरा गाउँ छ यसो तलतिर नजिक गइरमा म देखाउने छु बिस्तारै कहाँ त्यतै घुम्न जानु आएको छ त्यतिकै पोखरा रमाइलो हुन आएको छ सालीहरू सोल्टिनाहरू भेट्छ मल बोकेर आएर रहेछन् अब म तल भाइ जानु लाग्यो अनि माथि मल बोक्ने यतै तलतिर ल्याउँछ बारीमा खासै बोल्ने सुल्टिना त छैन एउटी छन् घर हुँदा वाइफाई चलाउन आउनुहुन्छ भिनाजुको घर त्यतै कुरा गरेको थियो किन कुरा त भएन त राम्रोसँग भाइ गफ गर्ने त भएको तिम्रो भाइ त केसँग गफ गर्ने त माइट छ र होइन र अब कोहीसित बोल्नै आउँदैन कोहीसित बोलिहाल्छ नि सोल्टिनाहरूसित यसो जिस्किने हो भेट्यो भने अब यस्तै हो किनकि हाम्रो यो पोखरा जाँदैछु अलिक तल ओह्रालो छ अब हामीबाट निजी जान्छ यहाँबाट हामी यता माथि गयौँ यतातिर घुम्ने गइरहेछ लुका